यहाँ बास पाइन्छ? कुन्नी आमासँग सोध्नुपर्छ। लौ आमा यिनै हुन्। तपाईको भरियाहरू कता छन्? भरिया एउटै छ, त्यो पनि बुढो, हिँड्नै नसक्ने। त्यही भएर यहाँ बस्नु पर्यो। नत्र आज चितलाङ पुगेर बस्ने विचार गरेको थिएँ। त्यहाँ चिनाजानी भएका पसलेहरू पनि छन्, बास पनि राम्रै ठाउँमा पाइन्छ। तर खोइ यो त भट्टी पसल हो क्यारे? हो, भट्टी पसल भएर के हुन्छ? चितलाङमा पनि त्यही त हो नि। ठिकै छ, यही बस्ने निदो गरी। भट्टी पसल बाहिरी आवरण मैलो र दरिद्रताको विज्ञापन भए पनि यसको अनुहार नराम्रो छैन। अहिलेसम्म त्यसले खानपिन गरिसकेको रहेनछ क्यारे।